फेसबुकको मोनेटाइज सेटअप गर्दाखेरि तपाईको के कागजपत्र चाहिन्छ त तपाईलाई थाहा छ? ध्यान दिएर सुन्नुस् है। यदि थाहा छैन भने म तपाईलाई बताउने छु। अहिले फेसबुकले धेरैजना साथीहरूलाई मोनेटाइजको सेटअप दिइराखेको छ। अनि मोनेटाइजको सेटअप दिइसकेपछि सेटअप गरेको साथीहरूले पनि धेरैजनाको सेटअप बिग्रियो भनिरहनु भएको छ। किन बिग्रिन्छ त सेटअप? के कारणले बिग्रिन्छ त? तपाईले बुझ्नु भएको छ भने ठिकै छ, बुझ्नु भएको छैन भने ध्यान दिएर सुन्नुस्, म तपाईलाई बताउने छु। त्योभन्दा पहिला तपाईहरुले मलाई फलो गर्नु भएको छैन फलो अनि सब्स्क्राइब गरिहाल्नुस् है तुरुन्तै। म तपाईहरुलाई फेरि यस्तो जानकारी भिडियोहरु लिएर आउने छु। अब सुन्नुस्, सबैभन्दा पहिलो नम्बरमा नागरिकता चाहियो। अनि नागरिकता भएपछि तपाईको ब्याङ्कको खाता नम्बर चाहियो। ब्याङ्कको खाता नम्बरमा तपाईको नागरिकताको नामसँग मिलेको नाम हुनु पर्यो। अनि तपाईले कुन ब्याङ्क राख्दै हुनुहुन्छ त्यो ब्याङ्कको स्विफ्ट कोड भन्ने हुन्छ, त्यो स्विफ्ट कोड पनि चाहियो। त्यसपछि तपाईले पोस्टल कोड भन्छ, पोस्टल कोड पनि तयार पार्नु पर्यो। अनि तपाईको आफ्नै नामको फोन नम्बर चाहियो। फोन नम्बर चाहिँ किन भन्छ भने तपाईको त्यहाँ बेला बेला फेसबुकले भेरिफिकेसन गर्दाखेरि तपाईलाई त्यहाँ ओटिपी पठाउँछ, त्यो ओटिपी तपाईले त्यहाँ पाउनुहुन्छ आफ्नो नम्बरमा। अनि आफ्नै नामको जीमेल आईडी राख्नुपर्छ, अरूको नामको राखेर हुँदैन। अनि तपाई आफ्नै नामको पान नम्बर चाहियो। पान नम्बर अनिवार्य चाहिन्छ। किन भन्दा पान नम्बर चाहिँ ट्याक्सको लागि हो। पछि तपाईले पैसा निकाल्ने बेलामा सरकारलाई ट्याक्स तिर्नुपर्ने हुन्छ, त्यसैको लागि त्यो ट्याक्सको लागि पान नम्बर अनिवार्य चाहिन्छ। पान नम्बर नराखे तपाईहरुलाई पैसा निकाल्नु मिल्दैन, पैसा तपाईको अड्केर बस्छ त्यतिकै। तपाईको टिआइएन नम्बर भन्छ, टिआइएन नम्बर भन्ने ठाउँमा पान नम्बर राख्नुपर्छ। त्यसपछि तपाईको जोन, तपाई कुन जोनमा पर्नुहुन्छ तपाईको जोन पनि चाहियो। म चाहिँ कोशी जोनको हो, त्यही भएर मैले चाहिँ कोशी जोन राखेको छु। त्यसपछि तपाईले तपाईको कुन जिल्ला हैन, अनि त्यो जिल्लाको कुन सिटी भन्छ, सिटी चाहियो, सिटी राख्नु पर्यो। अनि अब कन्ट्री चाहियो, कन्ट्रीको नाम अब तपाईले नेपाल राख्ने हो, कन्ट्री हैन नेपालै राख्ने हो। अनि तपाईको गाउँपालिका पर्छ कि नगरपालिका पर्छ त्यो पनि चाहियो। अनि तपाईको वडा नम्बर कति हो, वडाको तपाईको टोलको नाम के हो त्यो पनि सबै चाहिन्छ। अनि तपाईहरुले मेन भनेको फेसबुकको सेटअप गर्ने भन्दा अगाडि तपाईको नागरिकतामा के नाम छ, तपाईको फेसबुक प्रोफाइलमा पनि त्यही नाम हुनुपर्छ सकेसम्म। किनकि तपाईको नागरिकतामा अर्को नाम छ अनि तपाईको त्यो नागरिकताको नाम अनुसार तपाईले सेटअपमा भर्नुहुन्छ, तर यता बाहिर प्रोफाइलमा अर्कै नाम छ भने लास्टमा सबमिट गर्ने बेलामा तपाईको फेसबुकले एक्सेप्ट नगर्न पनि सक्छ। किनकि तपाईको फेसबुकको प्रोफाइलमा अर्कै नाम हुन्छ अनि भित्र सेटअपमा अर्कै नाम हुन्छ। त्यही भएर सेटअप गर्ने बेलामा तपाईको प्रोफाइलमा पनि भरसके आफ्नो ओरिजिनल नाम नै राख्नुपर्ने हुन्छ। किनभने तपाईको फेसबुकले भेरिफिकेसन गर्दाखेरि ओरिजिनल नाम नमिलेर धेरैजना मान्छेहरुको सेटअप बिग्रेको पनि भेटाएको छु। अनि पछि तपाईको सेटअप गरिसकेपछि केही महिनापछि फेरि अर्को निकनेम राख्न पनि मिल्छ। तर तपाईको सेटअप गर्ने बेलामा तुरुन्तै नाम फेरेर चाहिँ फेरि हुँदैन। तपाईको नाम फेरेको कम्तीमा पनि 48 घण्टा हुनुपर्छ अनि मात्रै सेटअप गर्नु होला। जस्तै आज नाम फेर्नु भयो भने तपाईले 48 घण्टापछि मात्रै तपाईले सेटअप गर्नुहोस्। ल साथीहरु, आजलाई मैले यति नै भने। फेरि अर्को भिडियोमा तपाईहरुलाई म बताउने छु। लाइक, कमेन्ट र शेयर, फलो अनि सब्स्क्राइब चाहिँ गर्नु नबिर्सिनु होला है त।